ल साथीहरु स्वागत छ तपाईहरुलाई हाम्रो क्लास 12 इकोनोमिक्स को वान शॉट भिडियोमा। यसमा चाहिँ हामी इकोनोमिक्स को सबै न्यूमेरिकल्सहरु क्लास 12 मा हाम्रो जति रहेको छ त्यो सब पढ्छौ। एक्जाम पोइन्ट अफ भ्यू को लागि जे चाहिँ इम्पोर्टेन्ट छ त्यही मात्र पढ्छौ। तपाईले केही आउँदैन मान्नुहोस्, तपाईले केही आउँदैन, अबदेखि तपाई सिक्नु भइराछ, त्यसको लागि नि यो भिडियो एकदम पर्फेक्ट रहेको छ। सो यो 20 मार्क्स को सोध्छ। यो भन्दा अगाडिको वर्ष चाहिँ 25 मार्क्स को पनि सोधेको रहेछ। सो त्यसको बारेमा नि कुरा गरौला है। अब क्वेशन जति मार्क्स को सोधोस् 20 वा 25 मार्क्स, म जति तपाईहरुलाई देखाउँछु त्यति इनफ हुन्छ। त्यो भन्दा बाहिरको भिडियो के हेर्नु पर्दैन। यति आउँछ भने तपाई एक्जाममा ढुक्क जान सक्नुहुन्छ। ल अब चाहिँ हामी सुरु गरौँ। सो भेरी सर्ट क्वेशन 2 वटा आउँछ हैन। क्वेशन नम्बर 2 र 11 मा 2 मार्क्स को लागि। त्यसपछि भेरी सर्ट क्वेशन 2 और 3 वटा हैन, 2टा कि 3 वटा दिदिन सक्छ 14, 15 र 19 नम्बरमा। अहिले हामी त्यसको बारेमा डेप्थमा जान्छौं। अहिले माथिबाट जति बोलिरा छु फास्ट स्लो यति मजाले सुन्दै जानुस्। त्यसपछि लङ आउँछ हाम्रो एउटा क्वेशन नम्बर 20 मा। ल त्यो 8 मार्क्स को भइहाल्यो। अब हेर्नुस्, अब कुन कुन च्याप्टरबाट आउँछ त्यो पनि हेरौँ नि त। सो हाम्रो च्याप्टर 4 बाट 2 नम्बरमा क्वेशन आउँछ 1 मार्क्स को, र च्याप्टर 15 बाट हामीलाई क्वेशन नम्बर 11 मा 1 मार्क्स को क्वेशन आउँछ। त्यसपछि हाम्रो सर्ट क्वेशन्सहरु यानी कि 5 मार्क्स को क्वेशन्सहरु यहाँ चाहिँ च्याप्टर 2 बाट आउँछ हाम्रो क्वेशन नम्बर 14 मा, च्याप्टर 4 बाट आउँछ क्वेशन नम्बर 15 मा, च्याप्टर 16 बाट आउँछ क्वेशन नम्बर 19 मा। यो दुईटा कुरा फिक्स छ, यो फिक्स छ। अब यसमा अलिअलि अब नदिन नि सक्छ वा दिन नि सक्छ। सो यसको पोसिबिलिटी त्यही छ। तर यहाँबाट एउटा एमसी एन्ड एसी को रिलेसन जुन हुन्छ त्यो नि इम्पोर्टेन्ट हुन्छ। थ्योरी त्यो पढेर नै जानु होला। ल तर हामी सबै यो 3 वटाई न्यूमेरिकल हामी पढ्छौं विथ फर्मुला। ल त्यसपछि हाम्रो लङ क्वेशन्स च्याप्टर 3 बाट आउँछ क्वेशन नम्बर 20 मा। सो यो हाम्रो थियो माथिबाट यति बुझ्नु भइसक्यो मार्क्स डिस्ट्रिब्युसन। अब हेर्नुस्, अब सबैभन्दा अगाडि हामी हेर्नुस् है, सबैभन्दा अगाडि हामी यो भेरी सर्ट क्वेशन्सहरुलाई गरेर भ्याउँछौं। त्यसपछि हामी जान्छौं, त्यसपछि कुन गर्छु हेरौं। यो भेरी सर्ट हामी भ्याइसकेपछि त्यसपछि सर्ट क्वेशन्समा जान्छौं, देन हामी लङ क्वेशन्समा जान्छौं। सो भिडियो पुरै हेर्नु होला मज्जाले। ल अब चाहिँ हामी यो च्याप्टर 2 बाट जुन 14 नम्बरमा आउँछ 5 मार्क्स को लागि फिक्स क्वेशन त्यो हेर्न तर्फ लागौं। अब हेर्नुस्, च्याप्टर 2 क्वेशन नम्बर 14 मा 5 मार्क्स को आउने। यसको एकदमै सिम्पल कुरा छ कि तपाईले यसरी टेबल दिन्छ, म यहाँ ओल्ड इज गोल्ड झिके तपाईहरुलाई देखाउनको लागि। सो यहाँ हेर्न सक्नुहुन्छ हाम्रो क्वेशन्सहरु यसरी सोधिरहेको हुन्छ। हेर्न सक्नुहुन्छ तपाई हरेक वर्षमै एउटै कुरा मात्र सोधेको रहेछ हैन, टीआर एआर र एमआर, अनि त्यसलाई ग्राफमा देखाइदेऊ भनेर भन्या हो। अरु कुनै क्वेशन सोधेको छैन कि, किनकि यो च्याप्टरमा यो भन्दा बाहिर क्वेशन के नै सोध्न सक्ला र। ल सो अब यसको हामी हेरौँ फर्मुला हेरिहालौँ यो टेबल सल्भ गर्नु भन्दा अगाडि। सो टोटल रेभिन्यू जसलाई कि स्मलमा टीआर ले डिनोट गरिन्छ। टीआर भने टोटल रेभिन्यू भनेको प्राइस इन्टु क्वान्टिटी। सो यो एकदम इजी फर्मुला हैन, सबलाई आएको। प्राइसलाई पी र क्वान्टिटीलाई क्यू ले डिनोट गरिन्छ। एभरेज रेभिन्यू टोटल रेभिन्यूलाई टोटल क्वान्टिटीले हामी डिभाइड गर्छौं भने हाम्रो एभरेज पाइहाल्छौं। यहाँ हेर्न सक्नुहुन्छ एआर ले डिनोट गरिन्छ। सो टोटल रेभिन्यू बाइ क्वान्टिटी, यसलाई टीआर बाइ क्यू डाइरेक्ट पनि लेख्न सकियो। त्यसपछि हाम्रो अर्को फर्मुला छ मार्जिनल रेभिन्यू एमआर। यो भनेको चेन्ज इन टोटल रेभिन्यू बाइ सेलिङ 1 मोर युनिट। अब यो मार्जिनल रेभिन्यू तपाई यहाँ बुझ्नुस् या नबुझ्नुस्, अहिले हामी टेबल बनाउँदाखेरि 100% बुझ्नुहुन्छ, यो मेरो ग्यारेन्टी। ल अब यहाँ सल्भ गर्न तर्फ लागौं। सो हाम्रो क्वेशन यसरी दिएको छ, मैले यस्तै क्वेशन आउँछ फिक्स, तपाई ढुक्क भएर जानुस्। सो अब हेर्नुस्, हामीलाई टीआर खोज्न भन्या छ, एआर र एमआर खोज्न भन्या छ। कसरी यहाँ हेर्न सक्नुहुन्छ क्वेशनमै लेख्या छ कि यो क्वेशन्सहरु गिभन छ रे टेबलमा, कम्प्लिट द टेबल गिभन टेबल। सो यसलाई कम्प्लिट गर्नु छ। त्यसपछिबाट ड्रो एमआर एन्ड एमआर कर्व्स फ्रम द कम्प्लिटेड टेबल। यो एआर र एमआर लाई फिगरमा देखाइदिनु छ हामीलाई कर्वहरु बनाएर। ल अब हामी यो टीआर तर्फ लागौं। सो टीआर को फर्मुला हामीलाई थाहा छ पी इन्टु क्यू, प्राइस इन्टु क्वान्टिटी। यहाँ प्राइस यहाँ छदैछ, क्वान्टिटी यहाँ छ, यो दुईटालाई मल्टिप्लाई गरौँ टीआर आइहाल्यो। सो यो 35 भइहाल्यो। 1 मल्टिप्लाई 35 35, 2 मल्टिप्लाई 30 हाम्रो 60 भइहाल्यो। 25 लाई 3 ले मल्टिप्लाई गर्यो भने 75 आउँछ, र यो 20 लाई 4 ले मल्टिप्लाई गर्यो भने 80 आउँछ। अब एभरेज रेभिन्यू निकाल्ने फर्मुला हामीलाई थाहा छ टीआर बाइ क्यू।
हैन। अब टीआर कहाँ छ, टीआर यहाँ छ, यसलाई केले डिभाइड गर्ने, क्यूले। सो यो 35 लाई 1 ले डिभाइड गरिदिउँ त, 35 डिभाइड 1 इक्वल टु 35, यो 60 लाई यो 2 ले डिभाइड गरिदिउँ, 60 डिभाइड 2 इक्वल टु 30, यो 75 लाई 3 ले डिभाइड गरिदिउँ, यहाँ आउँछ हाम्रो 60 र 15 5 25, त्यसपछि आउँछ हाम्रो यो 80 लाई 4 ले डिभाइड गरिदिउँ, यो कट्यो हाम्रो 20। ल सो यसरी हाम्रो एभरेज रेभेन्यू पनि आयो। पछि हाम्रो यो जुन मार्जिनल रेभेन्यूको कुरा रहेको छ यो एकदमै इजी, हेर्नुस् कसरी गर्न सकिन्छ। अब हेर्नुस् यो 35 को माथि केही छ छैन, छैन भने माथि 0 होला भनेर मानिन्छ नि हो। तब यो 35 बाट 0 लाई घटाउनुस् त कति एन्सर आउँछ, 35 नै आउँछ। सिमिलरली अब तलकोबाट माथिलाई घटाइदिने र ठ्याक्क यसको सिधा एन्सर लेखिदिने। अब यो 60 बाट 35 घटाउनुस् त कति आउँछ, 25 आउँछ। सो यो 25 लाई यहाँ लेखिदिनुस्। अब 75 बाट यो 60 बाट घटाउनुस् त, 75 लाई 60 घटाउनुस् त कति आउँछ हाम्रो 75 - 60 = 15। त्यसरी नै 80 बाट 75 लाई घटाइदिनुस् 5। सो हाम्रो मार्जिनल रेभेन्यू यसरी निकाल्न सकिन्छ। एभरेज र टोटल रेभेन्यू पनि यसरी निकाल्ने सिद्धो। अब यसमा के भनेको छ, क्वेशन हामी हेर्छौं। क्वेशनमा भनेको छ ड्रो एमआर एन्ड एमआर कर्भ्स फ्रम द कम्प्लिटेड टेबल। यो टेबलबाट एमआर र एआर ड्रो गर्नु छ। सो अब हामी ड्रो गर्नतर्फ लागौं। यतिसम्म सबैले बनाउन आउँछ हैन। अब यो भन्दा अगाडि बढ्नै आउँदैन कसरी बढ्ने भनेर। सो एक्सको लागि म देखाइदिन्छु। सो सबैभन्दा अगाडि तपाईले यहाँ तल लेख्नु पर्ने हुन्छ आउटपुट र यतातिर लेखिदिनुस् रेभेन्यू। अब यो कसरी थाहा पाए मैले, सो यहाँ यो क्यू भएकोले मैले यहाँ तल आउटपुट लेखे। अब यहाँ हामी यो 1 2 3 4 यसरी देखाइदिउँ, 1 2 3 4। यो तपाई आफैले यो जतिको यो लाइन र यो लाइनको बीचमा जति ग्याप हुन्छ नि त्यतिकैको ग्याप तपाई आफै राख्न सक्नुहुन्छ, त्यति फरक पर्दैन तलमाथि। सो यो 1 2 3 4 भइहाल्यो। अब यता मैले रेभेन्यू नै किन लेखेँ, किनकि यहाँ हेर्न सक्नुहुन्छ सबमा आर छ, आर छ, आर छ। आरले के डिनोट गर्छ, रेभेन्यूलाई। सो मैले रेभेन्यू लेख्दै। अब त्यहाँ तपाई यो नि लेख्न सक्नुहुन्छ हैन, टीआर एआर एन्ड एमआर यो पनि लेख्न सक्नुहुन्छ। यो दुवैबाट जुन पनि लेख्नुस् तपाईको मर्जी है। सो अब यो कतिसम्म राख्दै जाने, यहाँ हेर्न सक्नुहुन्छ। यो भन्दा सबैभन्दा हाईएस्ट नम्बर कुन छ, यो 1 2 3 यो तीनवटा हामी देखाउन गइराछौं नि। सो यो तीनवटामा सबैभन्दा हाईएस्ट नम्बर कुन छ, 80 छ। सो यो 80 सम्म अब लेख्नु पर्यो। 10 20 30 40 50 60 70 80 सिधो बस यतिले हामीलाई मतलब थियो। अब यहाँ तपाई लेख्न सक्नुहुन्छ y एक्सिस हो, यो x एक्सिस हो, सिधो। ल यहाँसम्म के गाह्रो छैन। अब हेर्नुस् कसरी उते गर्ने। सबैभन्दा अगाडि हामी यो सबैभन्दा अगाडि के देखाउन भनेको छ, टीआर देखाउन भनेको छ र एआर र एमआर देखाउन मात्र भनेको छ हैन, क्वेशनमा हेर्न सक्नुहुन्छ तपाई। सो त्यही भएर हामी यो टीआर लाई देखाउँदैनौं। सो एआर र एमआर भनेर देखाउँछौ। यो टीआर लाई काट्दिम किनकि यो सोधेकै छैन, देखाउनलाई भनेकै छैन। ल अब सबैभन्दा अगाडि हामी के एआर लाई देखाउँ न त, एआर लाई। सो एआर कहाँ छ, एआर यहाँ छ। अब यसलाई मात्र हेर्नुस्, क्वान्टिटी 1 हुँदा एआर कति छ, 35 छ। सो क्वान्टिटी यो क्वान्टिटी हो और आउटपुट यो 1 हुँदा, यो 1 हुँदा है, आउटपुट यानी कि क्यू 1 हुँदा यो एआर कति रे, 35। सो आउटपुट 1 हुँदा एआर 35। अब यो लाइन सिधै 35 सम्म जाओस् त। 30 यहाँ छ र 40 यहाँ छ भने 35 यसको बिचमा पर्यो। 1 नम्बर सिधै। अब हेर्नुस् 2 हुँदा, क्यू 2 हुँदा हाम्रो एआर कति हुनु पर्यो, 30 हुनु पर्यो। सो क्यू यहाँ छ। अब यसको माथि 30 हामी खोजौं, जाँदै 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 30। सो 30 यहाँ आयो। सब यहाँ रोकेर यसरी टिक्लाइदिम। त्यसपछि हुन्छ हाम्रो तेस्रो आउटपुटमा 15 रहेको छ हाम्रो, के रे 25 रहेको छ। यो रङ भयो, यो 25 रहेको छ। सो तेस्रोमा अब 25 सम्म जाम। ल यहाँ हाम्रो आयो। अब चौथोमा कति, 20। चौथोमा 20। सो अब हामी यसलाई, सो यो एउटा स्ट्रेट लाइन बनिरहेको छ, त्यही भएर मैले यहाँ स्केल युज गरे है। यदि स्ट्रेट बन्दैन भने स्केल नयुज गर्नु होला। ल अब यसको नाम के हो, एभरेज रेभेन्यू। सिधो बस यति हो। त्यसरी नै यो एमआर बनाइदिन्छु। भिडियो रोकेर तपाई आफैले बनाउन ट्राई गर्नुस्। ल
1 हुँदा एमआर कति छ 35। सो यो एमआरलाई म चाहिँ प्लट गरेर एकैचोटि देखाउँछु तपाईहरुलाई। सो हाम्रो एमआर पनि हामी यसरी प्लट गर्न सक्यौं। अब यसलाई नि यो नि स्ट्रेट लाइन बनिरहेको छ एउटा स्ट्रेट। सो यहाँ नि हामी स्केलको युज गरिहालौं। ल अब यसको नाम के हो एमआर। बस यति गर्नु थियो। अब क्वेशनमा अरु केही सोधेको छ छैन। यति गर्नु थियो। तपाईलाई 5 मा 5 मार्क्स फिक्स पाउँछ। के योमा काट्ने मौका नै पाउनु हुन्न सरहरुले। ल सो यति थियो। अब हामी अर्को क्वेशन तर्फ लागौं। सो हाम्रो क्वेशन यो सिधिसक्यो। यो च्याप्टर 2 सिधिसकेको छ। अब हामी च्याप्टर 4 तर्फ लागौं, जुनबाट कि 15 नम्बरमा क्वेशन आउन सक्छ हैन। फिक्स नै यो छैन। 14 र 19 चाहिँ फिक्स छ योबाट। अब तर यो पनि हेरौं सोध्या रहेछ यो भन्दा अगाडिको वर्ष। यो नि हेरेर जानु होला। सो यो अब हेरौं हामी च्याप्टर 4 रहेको छ। अब हेर्नुस् च्याप्टर 4। अब म ओल्ड इज गोल्डमा पनि यसको क्वेशन झिकिहालौं कस्तो सोध्या रहेछ। बस जति मैले देखाउँदै छु त्यति हेरेर जानुस् पुग्छ के तपाईलाई। ल हाम्रो यहाँ हेर्न सक्नुहुन्छ क्वेशन्सहरु यसरी छ। तपाईसँग ओल्ड इज गोल्ड होला भने आफैले हेर्नु होला। म एकचोटी देखाइदिन्छु। सो हामीले कस्ट गिभेन छ, डिमान्ड फंक्सन गिभेन छ, टोटल प्राइस र टोटल आउटपुट मागेको छ इक्विलिब्रियम लाइनमा। अब यो इक्विलिब्रियम भनेको के हो अब हामी सब बुझौं। सो हाम्रो यति फर्मुलाजहरु रहेको छ है। 5 मार्क्सको क्वेशन हामी गरिरा छौं। एमआर भनेको डेरिभेटिभ अफ टीआर यानी कि टोटल रेभिन्यू र एमसी भनेको डेरिभेटिभ अफ टीसी यानी कि टोटल कस्ट र इक्विलिब्रियम भन्यो भने एमआर इक्वल टु एमसी हामीले बुझ्नु पर्ने हुन्छ। सो फर इक्विलिब्रियम एमआर इक्वल टु एमसी। अब हामी क्वेशन गर्छौं भने ठ्याक ठ्याक तपाई बुझ्नुहुन्छ। सो अब हामी क्वेशन तर्फ लागौं। ल यहाँ जतिवटा क्वेशन छ नि हैन, यहाँ मध्ये म 2 वटा क्वेशन तपाईहरुलाई गरेर देखाइदिन्छु। यति क्वेशन गरेर जानुस् पुग्छ के। 8 नम्बर र यो 9 नम्बर गरेर देखाइदिन्छु। 11 नम्बर त हेर्नै परेन है। 8, 9 र 10 यो 3 वटा गरेर जानुस् इनफ पुग्छ एकदम। ल अब हामी 8 नम्बर गर्नतर्फ लागौं। सो सबैभन्दा अगाडि यहाँ लेट कस्ट फंक्सन भनेर दिएछ। सो हामी सबैभन्दा अगाडि गिभेन लेख्छौं एक्जाममा गएर गिभेन र कस्ट फंक्सन जसलाई हामी सर्ट फर्ममा टीसी लेख्छौं इज इक्वल टु 100 प्लस 12q स्क्वायर र हाम्रो डिमान्ड फंक्सन पनि गिभेन छ। सो त्यो पनि लेख्छौं। डिमान्ड फंक्सन p इज इक्वल टु 200 माइनस 8q। अब हामीले के भनिन्छ फाइन्ड आउटपुट एन्ड प्राइस एट इक्विलिब्रियम लाइन। सो अब हामी यहाँ आउटपुट जसलाई q इज इक्वल टु वाट, त्यसपछि प्राइस p इज इक्वल टु वाट। सो हामीलाई यति क्वेशन्सहरु गिभेन छ अनि यो सोधेको रहेछ दुईटा। अब हामी वी नो भनेर लेखौं। वी नो हेर्नुस् इक्विलिब्रियमको फर्मुला के थियो एमआर इक्वल टु एमसी। तर यहाँ एमआर र एमसी दिएछ छैन। यहाँ त टीसी र पी मात्र दिएको छ। सो हामी एमआर र एमसी सबैभन्दा अगाडि निकाल्छौं। हामीलाई के थाहा छ एमआर इक्वल टु डेरिभेटिभ अफ टीसी बाइ अनि तल क्यू लेख्छौं। यहाँ फंक्सनमा जे छ नि जस्तै यहाँ क्यू छ त्यसैले हामी तल पनि क्यू लेखेको छौं। मानम यहाँ यक्स र यहाँ यक्स भएको भए यो क्यू को सट्टामा पनि यक्स लेख्छौं हामी। ल यति हो। अब यहाँ डी लेखेर यो टीसी को कति भ्यालु रहेको छ यहाँ 100 प्लस 1 के रे 1 2 अनि क्यू स्क्वायर क्लोज ब्र्याकेट तल क्यू। ल अब डेरिभेटिभ तपाईलाई आउनु पर्यो। डेरिभेटिभ एकदम इजी हुन्छ के। यो 100 सँग कुनै क्यू वा एक्स कुनै छैन भने यो कन्स्ट्यान्ट हो है। यसरी 100 एक्लै आयो भने यो कन्स्ट्यान्ट हो के। अनि यसको पछाडी मानम क्यू भयो नि। अब यो फंक्सन भयो। सो यो 100 एक्लै दियो भने यसको डेरिभेटिभ जहिले 0 हुन्छ। कुनै पनि नम्बर एक्लै देओस् 1 3 1000 हैन जति नै देओस् त्यसको डेरिभेटिभ सिधै 0 लेखिदिनु होला। प्लस अब मानम यसरी 12q दिएछ भने यसको माथि केही छैन भने पावर 1 छ नि। अब डेरिभेटिभले के भन्छ भने यहाँ जति पावर छ यो भेरिएबलसँग त्यो पावर अगाडि गएर मल्टिप्लाई गर्छ। सो 12 * 1 र q मा जति पावर छ त्यतिबाट 1 माइनस गर्दिने। सो अब यो 12 अनि q को पावर 0 र q को पावर 0 भनेको के हो 1 हो। अनि 1 इक्वल टु 12। k को पावर पनि 0 भनेको 1 हो। k को पावर पनि 0 भनेको 1 हो। सो यो कुराहरु तपाईले बुझ्नु पर्यो। अब यसको डेरिभेटिभ त्यसो भए के हुन्छ 12 लाई 12 लेखिदिनुस् र यो माथिको पावर तलाएर मल्टिप्लाई गर्यो
र क्यू लेखेर जति पावर छ त्यहाँबाट -1 गरिदिनुस्। सो हाम्रो यो 24 र क्यू को पावर 2 बाट 1 घट्यो भने 1 बाँकी छ। यो कति आयो 24 क्यू। सिम्पल हाम्रो एमसी आयो। सिमिलरली अब हेर्नुस् एमसी त के रे एमआर आयो। एहे यो एमसी हो है, सरी है, यो सी हो, यो सी हो, एमसी। ल एमसी त आयो, अब एमआर आउन बाँकी छ। सो यो एमआर अब कसरी खोज्छौँ? एमआर खोज्नको लागि हामीसँग एउटा फर्मुला छ टोटल रेभिन्यू। तर टोटल रेभिन्यू पनि यहाँ दिएको छैन। सो सबैभन्दा अगाडि तपाईँ के बुझिराख्नुहोस्, उतातिर पनि हामी पढेको थियौँ। ए टोटल रेभिन्यू भनेको के हो? प्राइस इन्टु क्वान्टिटी होइन, प्राइस पी हामीलाई यहाँ गिभेन छ हो, यहाँ गिभेन छ भने यसलाई क्यूले मल्टिप्लाई गरिदिन्छौँ भने टोटल रेभिन्यू आउँछ। ल अब म यहाँ देखाउँछु तपाईँहरूलाई। टीआर इक्वल टू यहाँ पी दिएको छ, यहाँ हेर्न सक्नुहुन्छ पी, त्यसलाई मल्टिप्लाई गरिदिने क्यूले। अब यो पी कति गिभेन छ? 200 - 8Q। सो 200 - 8Q र यहाँ मल्टिप्लाई र यो क्यू जस्ताको त्यस्तै। ल यति बुझ्नुभयो? मजाले बुझ्नुभयो। 200Q - 8Q स्क्वायर, यसलाई भित्र मल्टिप्लाई गरिदिया हो। अब यसको हामी डेरिभेटिभ गरिदिउँ। के रे एमआर भनेको डेरिभेटिभ अफ टीआर, फर्मुलै हेरे हामीले है। सो अब लेखौँ 200Q - 8Q स्क्वायर तल DQ। अब यसको डेरिभेटिभ के हुन्छ? 200। यसको डेरिभेटिभ के हुन्छ? यो पावर अगाडि आएर 16 र यो क्यू को माथि केही छैन, अब 1। सो 200 - 16Q हाम्रो आयो। अब हामीलाई इक्विलिब्रियम फाइन्ड आउट गर्नको लागि एमआर पनि छ एमसी पनि छ। सो अब युज गरिदिउँ। यहाँ अब हामी लेखौँ फर इक्विलिब्रियम। जसरी जसरी स्टेप बताउँदैछु बस त्यति गरेर जानुस्, पुग्छ। एमआर इक्वल टु एमसी। हामीसँग एमआर कति छ? 200 - 16Q। सो 200 - 16Q र एमसी हामीसँग कति गिभेन छ? 24Q। सो यहाँ 24Q भनेर लेख्नुहोस्। ल अब यो 200लाई यतै लेख्नुहोस् र यो 16लाई उता लगिदिनुहोस् त। अनि यो 16 यता आएर माइनसबाट यता प्लस भइहाल्यो। अब यो हाम्रो कति आउँछ? 40Q। अनि यो 200लाई उता लगिदिउँ। यसरी गर्न पाइन्छ नि होइन? यो कुरालाई अगाडि लेख्दै यो कुरालाई पछाडि लेख्दै पाइन्छ त्यसरी। अब क्यू गरेर 200 / 40। अब यो हामी गर्छौँ 200 / 40, हाम्रो एन्सर आउँछ 5। सो क्यू इक्वल टु 5 आयो भने वेन क्यू इज इक्वल टु 5 पी इज इक्वल टु, अब यहाँ हेर्नुहोस् हामीलाई के कुरा फाइन्ड गर्नु थियो? क्यू फाइन्ड गर्नु थियो। क्यू जुन कि हामीसँग 5 आइसक्यो, यो हाम्रो सल्भ भयो। अब हामीलाई पी चाहियो। अब पी हामी कसरी लिएर आउने? यहाँ हेर्न सक्नुहुन्छ डिमान्ड फङ्सन जुन पी छ, पी इज इक्वल टु कति छ लेखौँ त। अब पी इज इक्वल टु 200 - 8Q। 200 - 8Q। अब क्यू को भ्यालु हामीसँग छ 5, 5 को 5 लेखिदिउँ। यो 200 - 40, यो 160 हाम्रो आरएस 160 प्राइस एन्सर। सो यति हो, यति लेखेर अनि लास्टमा तपाईँ पी इज इक्वल टु 160, क्यू इज इक्वल टु 5 यसरी एन्सर भनेर लेखिदिनु होला। बस सिद्धिन्छ यतिमा। ल यसरी हाम्रो यो 4 नम्बर पनि सिध्यो 5 मार्क्सको। ल अब चाहिँ हामी यो 16 नम्बरको गर्छौँ। क्वेसन नम्बर 19 मा फिक्स आउँछ है। यो जुन मैले अहिले बताउँदैछु नि क्वेसन नम्बर 19 को, यसमा अरमा पनि स्ट्यान्डर्ड डेभिएसनबाट क्वेसन आइरहेको हुन्छ, जुन कि सायद च्याप्टर 15 हो। त्योमा अलिक क्वेसन्सहरू मेबी तपाईलाई घुमाएर नि दिन सक्छ। त्यही भएर म 16 एकदमै इजी हैन, एकदमै फिक्स क्वेसन रहेको छ, त्यही भएर मैले यो बताएँ। ल अब यो 16 नम्बर गर्नतर्फ लागौँ। ल सो अब हेर्नुस् हाम्रो 16 नम्बर क्वेसनमा 16 नम्बर क्वेसन 5 मार्क्स को आउँछ। 19 नम्बरमा फिक्स हो। फर्मुलाजहरु हेर्नुस्, बुकमा विभिन्न कुराहरु रहेको छ हैन, धेरै कुराहरु रहेको छ। म यहाँ तपाईहरुलाई देखाउन चाहन्छु। हुन्छ हैन, यति कुराहरु रहेको छ बुकमा, यो च्याप्टरबाट हैन धेरै कुराहरु रहेको छ। तर हामी डाइरेक्ट
न्युमेरिकल गर्दाखेरि 5 मार्क्समा के कुरा आउँछ त्यो मात्र पढ्छौँ। यति पढेर जानुहोस्, तपाईँले न्युमेरिकल 5 मा 5 100% पाउन सक्नुहुन्छ, केही त्योमा गुनासो हुँदैन। ल, वेटेड एभरेज मेथडभित्र एग्रेटिभ मेथडभित्र हाम्रो दुईवटा कुरा पर्छ, लेस पेयर्स प्राइज इन्डेक्स र प्यासेज। यो सायद यो अब प्यासेज नै होला, प्राइज इन्डेक्स। ल, यो दुईवटा कुरा छ। अब यो दुईवटा कुरा सोध्न सक्छ होइन इक्जाममा, सिधै यो नाम दिएर नै सोध्छ, त्यही भएर तपाईँले गाह्रो हुँदैन चिन्नलाई। ल, अब यो सोध्यो भने यसको लागि हामी फर्मुला अगाडि जानिराखौँ, त्यसपछि क्वेसन गरौँला। पी को माथि एलए र तल 01 इज इक्वल टू समेसन P1 Q0 बाई समेसन P0 Q0 इन्टु 100%। अब हेर्नुहोस्, यो हाम्रो क्वेसन भयो। अब यसलाई याद राख्ने तरिका म अहिले बताउँछु, त्यसपछि चाहिँ हाम्रो अर्को प्यासेज प्राइज इन्डेक्स पी तल 01 माथि पिए। हेर्नुहोस्, यहाँ एलए थियो माथि, यहाँ तल पिए माथि लेखिदिने, सिम्पल। अब यसको समेसन P1 Q1 बाई समेसन P0 Q1 टाइम्स 100%। अनि यहाँ जुन यो P1 र P0 Q0 यो भनेको के हो बुझ्नु होला। P को पुच्छरमा तल 0 छ भने यो बेस इयर प्राइज हो, र P मा तल पुच्छरमा 1 छ भने यो करेन्ट इयर प्राइज हो। Q भनेको क्वान्टिटी, यसको पुच्छरमा आयो भने बेस इयर क्वान्टिटी हो भनेर बुझ्नु होला, र Q कै पुच्छरमा 1 आयो भने क्वान्टिटी अफ करेन्ट इयर हो भनेर बुझ्नु होला। ल, यति कुराहरू थियो। अब फर्मुला याद राख्ने तरिका हेर्नुहोस्, सबैभन्दा अगाडि तपाईँ इक्जाममा जाँदाखेरि यति कुरा त तपाईँले याद भइसक्छ। एलए इक्वल टू समेसन PQ र 100%। यति कुरा तपाईँलाई याद हुन्छ नै हुन्छ है, किनकि मैले आफै याद गरेर मैले हेरिसक्यो। टाइम आई नो धेरै कम छ, बट स्टिल तपाईँ याद गर्न सक्नुहुन्छ, केही गाह्रो छैन। PQ टाइम्स 100%। सो यति फर्मुला छ। अब योमा याद राख्ने कुरा के छ भने, यो लेस पेयर्सको याद गर्दाखेरि तपाईँ 1000 भनेर दिमागमा राख्नुहोस्, र यो 1000 लाई कसरी लेख्नुहोस्, 1000 1000 भयो, सिधो त्यति कुरो हो। यो गर्दाखेरि 1101 याद राख्नुहोस्, र यहाँ 1101 यो हाम्रो फर्मुला बन्यो है। ल, अब चाहिँ हामी डाइरेक्ट क्वेसन गर्नतर्फ लागौँ। क्वेसनमा तपाईँहरूलाई यति कुराहरू गिभेन हुन्छ, फिक्स यस्तै क्वेसन आउँछ है तपाईलाई। फाइन्ड द लेस पेयर्स प्राइज इन्डेक्स, और यसको सट्टामा लेस पेयरको सट्टामा अर्को कुरा पनि दिदिन सक्छ, त्यो भनेको हाम्रो त्यो PAA यस के फर्मुला थियो, यस यहाँ जी। ल, यो दुईटाबाट एउटा तपाईले सोध्छ, फिक्स हो। अब यही क्वेसनलाई यो दुवै मेथडबाट हामी गरेर देखाउँछौँ, कि जुन मेथडबाट तपाईले सोधोस् तपाईले आओस्। ल, अब हामी गर्नतर्फ लागौँ। सो हाम्रो क्वेसन यो रहेको छ है, क्वेसन यो रहेको छ। अब तपाईहरुलाई गर्नुभन्दा पनि राम्रो म यहाँ देखाइदिन्छु, सिधै बुझाइदिन्छु। अब हेर्नुस्, हामीलाई लेस पेयर्स प्राइज इन्डेक्स खोज्नु छ हैन। सबैभन्दा अगाडि हामी लेस पेयर्स प्राइज इन्डेक्स एक्जाममा सोधेको छ भनेर मानौँ न। सो यसको सबैभन्दा अगाडि तपाई फर्मुला लेख्नु होला। फर्मुला के हो? P01 LA इज इक्वल टू समेसन PQ समेसन PQ 100% र यो लेस पेयर्स हो, त्यही भएर 1000 हाम्रो दिमागमा छ भने 1001 हो। यो फर्मुला भइहाल्यो। सो अब यो फर्मुला फाइन्ड आउट गर्नको लागि तपाईहरुलाई के कुरा चाहियो? P1 Q0 चाहियो र तल P0 Q1 चाहियो। के रे P0 Q0 कस्तो चिन्ने न, यो P0 यो Q0 है। ल भनेपछि यो दुईटा कुरा हामीलाई चाहियो। अब हामी हेरौं कसरी यसलाई गर्न सक्छौं। ल यो बुझ्नु भयो नि है, फर्मुला यो हो के P1 Q0 समेसन P0 Q0 टाइम्स 100%। सो यो हाम्रो फर्मुला हो। ल हामीलाई यो चाहियो र यो तलको कुरा चाहियो। ल अब यसलाई कसरी फाइन्ड गर्छौ हेरौं। सो क्वेशन यसरी तपाईलाई गिभेन छ। हेर्नुस्, दुईवटा डेट दिएको हुन्छ 67 र यो 77। अब योमा तपाई आफै भन्न सक्नुहुन्छ बेस इयर भनेको यो हो, पुरानो इयर हैन, बेस इयर पछाडीको, र करेन्ट इयर भनेको यो हो, फ्युचरको इयर हैन, नयाँ इयर। सो यति तपाई बुझिराख्नुस्। अब त्यसो भए यो के हो? P0
Q0 P1 Q1 हामीलाई के कुरा चाहियो रे P1 र Q0 चाहियो। सो यो P1 र यो Q0 लाई मल्टिप्लाई गरिदियो भने हाम्रो यो कुरा आउँछ। त्यसरी नै यो P0 र Q0 सो यहाँ P0 कहाँ छ यहाँ छ। यो P0 लाई Q0 सँग मल्टिप्लाई गरिदियो भने हाम्रो यो तलको कुरा पनि आउँछ। अब हामी हेरौँ। अब हेर्नुस् यति कुरा त गिभेन थियो तपाईहरुलाई। नयाँ हामीले खोज्ने भनेको यो हो, यो दुईटा मात्र। सो P1 र Q0 रहेको छ। यो जुन P1 छ यो P1 लाई यो Q0 सँग मल्टिप्लाई गरिदियो भने हाम्रो यो कुरा आको हो है। त्यसरी नै हामी अब यो 10 लाई यो 20 सँग मल्टिप्लाई गर्यो भने हाम्रो के रे सरी है यो 15 लाई यो 20 सँग मल्टिप्लाई गर्दै हाम्रो यो 300 आइहाल्यो। त्यसपछि यो 18 लाई यो 13 सँग मल्टिप्लाई गर्दियो भने 234 आयो। यो 15 लाई यो 18 सँग मल्टिप्लाई गर्दियो भने हाम्रो 270 आयो। 9 लाई 12 ले मल्टिप्लाई गर्दियो भने 108 आयो। सो यति कुरा थियो। अब हाम्रो P0 Q0 यहाँ छ P0 र Q0। अब यो एकअर्कामा मल्टिप्लाई गर्ने हैन, यो एकअर्कासँग मल्टिप्लाई गर्छ र हाम्रो एन्सर यति आउँछ। यो 10 ले 15 लाई मल्टिप्लाई गरे 150, यो 12 ले 18 लाई मल्टिप्लाई गरे हाम्रो 216, यो 8 ले 9 लाई मल्टिप्लाई गरे 72 आयो। त्यसपछि यो 300 234 यो सबलाई जोड दिनुस् क्याल्कुलेटरमा। जति आउँछ त्यसको नाम हो समेसन P1 Q0 र यो हाम्रो आयो। त्यसरी नै P0 र Q0 लाई पनि यो सबैलाई जोड दिनुस्, हाम्रो समेसन P0 Q0 आयो। अब त्यति आइसकेपछि वी नो भनेर तपाई लेख्नुस्, वी नो र तपाई अब फर्मुला लेखिदिनुस्। लेस्ट पेयर्स प्राइस इन्डेक्स P तल 01 माथि LA इज इक्वल टु समेसन P1 Q0 हो। अनि त्यसपछि यो समेसन P1 Q0 को एन्सर के रे हामीसँग यहाँ नम्बर रहेको छ 912। सो हामी 912 लेख्दियौं र तल समेसन P0 Q0 663 तल र यो 100% यहाँ जस्ताको त्यस्तै। अब यसलाई क्याल्कुलेटरमा तपाई गर्नुस्। ल मानौं 912 मैले लेख्दे डिभाइड 603 टाइम्स 100 137.6% आयो। अब यो क्वेशनलाई तपाईलाई इन्टरप्रेट इट भनेर पनि आउन सक्छ। अब यसलाई कसरी गर्ने हेर्नु होला। यसको इन्टरप्रिटेसन अब तल लेख्ने। तपाई यसरी देयरफोर दिएर इन्टरप्रिटेसन भनेर लेख्नु होला र यहाँ तपाई लेख्न सक्नुहुन्छ सिन्स यो 137.6 माइनस 100 इज इक्वल टु कति आउँछ यो 37.6%। सो प्राइजेस आर increased by 37.6% in current year in comparison अटेन त्यही भएर यता लेखे मैले comparison to base year। ल यति कुरा तपाईले इन्टरप्रिटेसनमा लेखिदिनु छ। के लेख्नु छ जति हाम्रो डाटा आएको हुन्छ त्यसलाई 100 ले मल्टिप्लाई गर्ने र जति धेरै नम्बर यहाँ आएको भयो नि जस्तै 37.6 धेरै आयो। सो त्यही भनेको प्राइस इन्क्रिज भएको रहेछ करेन्ट इयरमा बेस इयरको कम्पेरिजनमा। बस जहिले नि यही लेखिदिनु होला तपाई। जहिले नि इन्टरप्रिटेसन सोध्यो भने यही लेखिदिनु होला। सो भयो हाम्रो लिस्ट पेयर्स प्राइस इन्डेक्स सिध्यो। अब मानम क्वेशनमा हामीलाई यो पासिज प्राइस इन्डेक्स भनेर सोध्या छ। सो अब यसलाई कसरी गर्ने। सो यसको पनि अब तपाई सबैभन्दा अगाडि फर्मुला तपाईले दिमागमा राख्नु पर्यो। यसको फर्मुला के हो रे P01 माथि PA इज इक्वल टु समेसन PQ टाइम्स 100 अनि यसको के हो रे 1101। सो 1101 हो। अब हामीलाई के चाहियो रे P1 Q1 चाहियो है। सो यहाँ हामी लेखिसकेको छौं। यति कुरा त तपाईलाई यति कुरा त दिएकै हुन्छ। यति कुरा त गिभेन नै छ। नयाँ ल्याएको भनेको यो दुईटा कुरा हो कि हैन। ल हामीलाई के चाहिरहेको थियो P1 Q1। सो यहाँ P1 कहाँ छ यो P1 लाई यो Q1 ले मल्टिप्लाई गर्यो भने हामीले P1 Q1 आउँछ। सो 20 मल्टिप्लाई 15 यति यो मल्टिप्लाई यो मल्टिप्लाई यो मल्टिप्लाई यो सबलाई जोड दिने समेसन P1 Q1 आयो हो। त्यसपछि हामीलाई के चाहिएको थियो P0 Q0।
सो यो P0 लाई कोसँग मल्टिप्लाई गर्ने Q1 सँग, यो Q1 सँग। सो 10 मल्टिप्लाई 15 150, 12 मल्टिप्लाई 17 204, 15 मल्टिप्लाई 20 र 8 मल्टिप्लाई 30 गरेर P0 Q0 समेसन निकाल्नलाई यो सबलाई जोडिदिनु होला, हामीले समेसन आउँछ। त्यसपछि सिम्पल कुरो यो फर्मुला लेखिदिनु होला, वी नो भनेर, वी नो, अनि यो फर्मुला लेखेर समेसन P1 Q1 यहाँ दिएकै छ, P0 Q0 दिएकै छ, अनि 100% को 100%, अनि हाम्रो यति आउँछ। अनि यसलाई नि तपाई कसरी लेख्न सक्नुहुन्छ, इन्टरप्रिटेसन भनेर, सिन्स 136.8 minus 100 is equal to 36.80, so prices are increased by 36.8% in current year in comparison to base year। एकदम इजी रहेको छ। ल यति थियो हैन, वान शट अहिले धेरै टाइम नभएर अहिले मैले यसरी बनाए हैन, धेरै डिटेलमा त हामी गएनौं, तर केही छैन, एक्जाम पोइन्ट अफ भ्यूको लागि तपाईले पुग्यो त्यतिले फिक्स हो है। त्यसरी हाम्रो क्वेशन नम्बर यो पनि सिद्धिन्छ है। अब हामी अर्को क्वेशन तर्फ लागौं। सो अब चाहिँ हामी भेरी सर्ट गर्न तर्फ लागौं। यो हाम्रो सब सिद्धिसक्यो। अब हामी यो तर्फ लागौं, च्याप्टर 4 क्वेशन नम्बर 2 मा 1 मार्क्स को लागि आउने। सो यो अब तर्फ हामी लागौं। ल हाम्रो च्याप्टर 4 मा क्वेशन आउन सक्ने भनेको म तपाईहरुलाई क्वेशन देखाइदिन्छु। ल च्याप्टर 4 यहाँ रहेको छ। ल अब हेर्नुस्, योमा एउटा फर्मुला मात्र रहेको छ। प्रॉफिट भनेको रेभिन्यूबाट कस्टलाई घटाइदिने। यसको मतलब तपाई आफै सोच्नु, प्रॉफिट भनेको के हो? हामीले जति कमाई गरेको छौं त्योबाट खर्चलाई घटाइदिने हो कि नै हो। त्यही कुरा यहाँ टोटल रेभिन्यू कमाई हो, टीसी खर्च हो। सो प्रॉफिट त्यसरी निकाल्ने। अब यहाँ हामी यहाँ क्वेशन गर्छौं, तपाई एक्जाममा कसरी आउँछ भनेर, अनि ठ्याक ठ्याक बुझ्नुहुन्छ। ल अब हामी गर्न तर्फ लागौं। 4 नम्बर। ल अब हेर्नुस्, हाम्रो क्वेशन यहाँ रहेको छ, गिभेन छ 8 नम्बर भनेर। यसरी तपाईले क्वेशन दिन्छ। सो यहाँ सबैभन्दा अगाडि तपाई गिभेन भनेर लेख्नु होला र यो क्वेशन रहेन छ, यहाँ रहेको छ क्वेशन है। म तपाईहरुलाई एकचोटी देखाउन चाहन्छु। योमा रेभिन्यू र कस्ट दिएको हुन्छ, प्रॉफिट मागेको हुन्छ। एकदमै इजी छ, हामी गरौँ। टोटल रेभिन्यू इज इक्वल टू 5Q² माइनस 4Q प्लस 10 र टोटल कस्ट दिएको छ टीसी इज इक्वल टू 4Q² माइनस 6Q प्लस 20 दिएको छ। अब प्रॉफिट सोधेको छ, प्रॉफिटलाई हामी पाइले डिनोट गर्छौं, इज इक्वल टू व्हाट। सो वी नो भनेर लेख्छौं। यहाँ मानम क्वेशनमा तपाईलाई बाइ युजिङ फर्मुला भनेर सोधिन सक्छ। जस्तै युजिङ फर्मुला भनेर, सो फर्मुला यही हो, बाइ युजिङ, अनि पाइ इज इक्वल टू टीआर माइनस टीसी, अनि यो 5Q² माइनस 4Q प्लस 10 माइनस 4Q² प्लस, अब हेर्नुस् है, यो टीआर जति दिएको थियो यहाँ हामीले त्यति लेख्यौं, यो माइनस को माइनस लेख्यो। अब पछाडीको कुरा लेख्दाखेरि अगाडि तपाईले ब्राकेट हाल्नै पर्छ। सो यो 4Q² माइनस 6Q प्लस 20 है, यो जस्ताको त्यस्तै यहाँ हामीले सार्दियौ टीसी को सट्टामा। अब हेर्नुस्, 5Q² माइनस 4Q प्लस 10। अब यो माइनस भित्र छिर्यो भने यो 4 सँग अगाडि केही छैन भने प्लस, सो यो प्लसलाई यसले माइनस बनाइदियो, अनि यो माइनसले यो माइनससँग मल्टिप्लाई गरेर प्लस बनाइदियो, र यो माइनसले यो प्लससँग मल्टिप्लाई गरेर माइनस बनाइदियो। अब यहाँबाट घटाम। सो 5 बाट 4 लाई घटाइदिम। हेर्नुस्, यो Q² र यो Q² मिल्दो जुल्दो छ, घट्छ। यो Q को माथि स्क्वायर छैन, सो यो Q सँग घटाउन मिल्दैन। यो यसको माथि केही छैन भने 1 छ, यसको माथि केही छैन भने 1 छ। सो यो पावरमा 1 र पावरमा 1 भएकोले एक अर्कालाई मात्र घटाउन मिल्छ। पावरमा 2 वा 3 छ भने घटाउन मिल्दैन है। सो यो र यो मिलिरहेको छ, हेर्न सक्नुहुन्छ, पावरमा 2 पावरमा 2। सो यो घट्यो भने Q², यो घट्यो भने हाम्रो प्लस 2Q, यो घट्यो भने माइनस 10। सो हाम्रो पाइको एन्सर यो हो, सिधो यति लेख्नुस्, तपाईले 1 मार्क्स फिक्स पाउनु भयो है।
अब यसमा कुरा अघि नै हैन, अघि नै मैले सायद यो बिर्से, यो चाहिँ हाम्रो अघि नैको क्वेसनमा मैले भनेको थिएँ कि एउटा 8 नम्बर एउटा 10 नम्बर गरिदिन्छु भनेर। अब यो 10 नम्बरमा यहाँ हेर्न सक्नुहुन्छ प्रॉफिट मैक्सिमाइजेसन सोधेको छ। सो यसमा नि त्यही गर्ने, इक्विलिब्रियम एमआर इक्वल टु एमसी गर्ने। ल सो हाम्रो कस्तो, सो यो च्याप्टर 4 पनि सिध्यो, कहाँ गयो कपी। सो हाम्रो यो पनि सिध्यो च्याप्टर। अब हामी अर्को गरौँ, पेन्सिल कहाँ गयो, अब त्यो झाउ लाग्यो हो। ल अब हामी च्याप्टर 15 गर्छौँ, क्वेसन नम्बर 11 मा आउँछ 1 मार्क्सको लागि। ल अब त्यो गर्नतर्फ लागौँ। सो यहाँ रहेको छ, अब हेर्नुहोस् तपाईलाई यदि अलि यो कुराहरू जुन 15 मा हामी पढ्न जान्छौँ नि यो गाह्रो लाग्छ भने 1 मार्क्समा आउँछ, छोड्न पनि सक्नुहुन्छ, टाइम छैन हैन, यो फर्मुलाहरू याद गर्न सक्नुहुन्न भने छोड्दा केही फरक परेन। तर तपाईलाई अलिअलि म्याथ आउँछ भने तपाई मजाले यो क्वेसन गर्न सक्नुहुन्छ फर्मुला याद गरेर। सो च्याप्टर 15 है, छोड्न पनि सक्नुहुन्छ तपाईले यदि फर्मुलाहरू याद छैन, गाह्रो लाग्छ भनेर है। जाबो 1 मार्क्सको छ, मोड इक्वल टु 3 मेडियन माइनस 2 मिन, यो हाम्रो फर्मुला भइहाल्यो। मिन इक्वल टु समेसन एक्स बाई एन, क्वार्टाइल डेभिएसनको फर्मुला छ। कोएफिसिएन्ट अफ क्वार्टाइल डेभिएसनको फर्मुला छ, कोएफिसिएन्ट अफ भेरिएसनको फर्मुला छ। सो फर्मुलाजहरु यति रहेको छ हाम्रो ओल्ड इज गोल्डले अहिलेसम्म सोधेको अनुसार। आई थिंक यति फर्मुलाले पुग्छ तपाईहरुलाई। अब हामी क्वेसन गर्नतर्फ लागौं। ल यहाँ छ हाम्रो क्वेसन, देखाइदिन्छु म तपाईहरुलाई। अब हामी गर्नतर्फ लागौं। ल 1 नम्बरमा के गिभेन छ अरे, अरिथमेटिक मीन गिभेन छ, मोड गिभेन छ र भ्यालु अफ मिडियन को बारेमा सोधिरहेको छ। सो हामी यहाँ सबैभन्दा अगाडि 1 नम्बर लेखेर गिभेन भनेर लेख्छौं। के कुरा हामीलाई गिभेन थियो रे, अरिथमेटिक मीन। सो अब यहाँ लेखौं अरिथमेटिक मीन इज इक्वल टु कति गिभेन छ 22 र मोड हामीलाई गिभेन छ मोड m0, यो कति गिभेन छ 25। हामीले के सोधेको रहेछ रे, मेडियन, मेडियन सोधेको रहेछ, मेडियन md इज इक्वल टु वाट, त वी नो भनेर अब हामी लेखौं। ल यति कुरा हामीलाई गिभेन थियो, क्वेसन पढेर नै बुझ्न सक्नुहुन्छ। सो हामीलाई फर्मुला के थाहा छ रे, यहाँ हेर्नुस् हामीलाई मोड गिभेन छ, मीन गिभेन छ। अब हामीलाई चाहियो यो मेडियन। सो हामी फर्मुलालाई लेखौं, वी नो मोड यानी कि सीधे सर्ट फर्म लेखौं m0 इज इक्वल टु 3, यो मिडियनलाई md लेखिदिन्छौं 3md माइनस 2 र यो मिनलाई यसरी लेखिदिन्छु। ल यतिसम्म बुझ्नु भयो। अब हेर्नुस् मोड गिभेन छ 25 लेखिदिनुस्, मिडियन छैन जस्ताको त्यस्तै लेखिदिनुस्, माइनस 2 र यो मिन कति दिएको छ 22, त्यो लेखिदिनुस्। अब 25 यो 2 टाइम्स 22 कति हुन्छ 44 हुन्छ, यो 44 हुन्छ नि, यो 44 यतातिर आइसकेपछि प्लस 44 भयो र 3 मिडियन जस्ताको त्यस्तै। अब 25 प्लस 34 गरौँ, यहाँ आउँछ 69 इज इक्वल टु 3 मिडियन र मिडियन इज इक्वल टु, अब यो 69 लाई यो 3 तल ल्याइदिने अनि हाम्रो आउँछ 23 एन्सर आउँछ। सो यति हो, यति गर्नको बापत तपाईले 1 मार्क्स पाउनुहुन्छ सिधो है। जति म गराउँदै छु त्यति गर्नुस्, पुग्छ मजाले तपाईलाई। अब हामी क्वेसन नम्बर 2 मा जाम। क्वेसन नम्बर 2 त्यस्तै छ, सेम तपाई गर्नु होला। क्वेसन नम्बर 3 अलि फरक रहेको छ, म तपाईहरुलाई देखाइदिन्छु। यहाँ सोध्न चाहिँ भ्यालु अफ यक्स सोधेको रहेछ र मीन गिभेन छ के हामीलाई, मीन। सो अब हामी यहाँ लेखौं 3 नम्बर र गिभेन भनेर लेख्नु होला। गिभेन के छ, मीन गिभेन छ कति छ 35 र हामीलाई यक्स इज इक्वल टु वाट सोधेको रहेछ। सो हामी यहाँ र हामीलाई डाटा पनि दिएको रहेछ 10 20 यक्स 40 60 है। यो डाटाको मानम नाम एउटा यक्स भन्ने नाम रहेको छ र यो यसरी छ। यस्तो डाटा तपाईले हेर्नुभयो होला कतै न कतै, हो मानम यो यसरी छ, वी नो भनेर तपाई लेख्नु होला। मीन भनेको हामीले फर्मुला के पढेको भर्खर हेरौं त, मीन भनेको के हो रे, समेसन एक्स, अनि यहाँ यक्स गिभेन छ, यो समेसन भनेको सबैलाई जोड्नु हो कि जति छ। सो यो 10 20
यक्स 40 60 सबलाई हामी जोडौँ 10 प्लस यहाँ अगाडि फर्मुला लेखिदिनु पर्यो समेसन x बाई n कति छ 10 प्लस 20 प्लस x प्लस 40 प्लस 60 n भनेको के हो कतिवटा टर्म छ यहाँ 1 2 3 4 5 सो n इक्वल टु 5 हो n कति छ तल 5 अनि यो मिन कति दिएको छ हामीलाई 35 सो यो मिनको सट्टामा अब 35 लेखिदिउँ ल यतिसम्म मजाले बुझ्नु भएको छ यो 35 यता आएर 5 ले ल यो 35 मा यो 5 यता आएर मल्टिप्लाई गर्यो अनि हाम्रो 175 भयो यो सब जोडम हाम्रो 60 40 100 100 130 प्लस x अब यो 130 यता आएर घट्यो भने 175 माइनस 130 गर्यो भने हाम्रो 45 इक्वल टु x अब यसलाई x इक्वल टु 45 भनेर एन्सर देखाइदिनुस् यो 175 यतै छ र यो 130 यता आयो इक्वल टु भन्दा यता भने आएर माइनस भयो र माइनस भएर 45 आयो र यो हाम्रो एन्सर हो है ल अब हामी अर्को चाहिँ हामी यो 4 नम्बर तर्फ हेरौँ अब 4 नम्बरमा के दिएको छ भने इफ द डिफरेन्स एन्ड सम अफ फर्स्ट क्वार्टाइल एन्ड थर्ड क्वार्टाइल आर 20 एन्ड 48 यसलाई कपीमा लेख्ने हो भने यसले के भने डिफरेन्स भनेको माइनस भइहाल्यो सम भनेको प्लस भयो हामी बुझ्छौं र के रे क्यू फर्स्ट क्वार्टाइल यानी कि Q1 र Q3 को कुरा गरेछ सो तपाईले अब यो पढेर के बुझ्नुहुन्छ कि डिफरेन्स सो Q1 माइनस Q3 इक्वल टु 20 र Q1 प्लस Q3 इक्वल टु 48 तपाईले यसरी बुझ्नुहुन्छ यो पढेर बट हाम्रो फर्मुला के हो र यहाँ के सोधे रहेछ रे कोएफिसिएन्ट अफ क्वार्टाइल डेभिएसन अब कोएफिसिएन्ट अफ क्वार्टाइल डेभिएसन को फर्मुला के हो यो हो Q3 माइनस Q1 बाइ Q3 प्लस Q1 हो त्यसैले यो कुरालाई तपाई हेरेर हेर्नुस् त यहाँ Q3 पछाडी छ तर यहाँ Q3 अगाडि छ है Q1 अगाडि छ तर फर्मुला अनुसार Q1 पछाडी हुनु पर्यो सो तपाई लेख्दाखेरि अब के बुझ्नु होला गिभन भनेर लेख्नुस् र क्वेशन जसरी पढ्यो नि तपाई Q3 माइनस Q1 इक्वल टु 20 और Q3 प्लस Q1 इक्वल टु 48 यसरी गिभन छ भनेर पढ्नु होला अल्दो क्वेशन पढ्नुहुन्छ भने तपाई यसरी बुझ्नुहुन्छ है तर यसलाई फेरि हामी धेरै प्रोसेस गर्नुपर्छ यो बनाउनको लागि त्यही भएर तपाई डाइरेक्ट यसरी एक्जाममा पढ्नु होला यो क्वेशन आयो भने है फर्मुला अनुसार मिलाइदिनु होला ल यो भयो यति गिभन छ अब वी नो भनेर हामी लेख्छौं कोएफिसिएन्ट अफ क्वार्टाइल डेभिएसन किनकि 1 मार्क्स को क्वेशन हो त्यति झ्याउ गर्नु पर्दैन Q3 माइनस Q1 बाइ Q3 प्लस Q1 20 बाइ 48 यसलाई अब हामी डिभाइड गरौँ 20 डिभाइड 48 हाम्रो आउँछ 0.417 ल यति हाम्रो एन्सर हो ल त्यसपछि साथीहरु अब चाहिँ हामी यो आफ्नो 5 नम्बर गर्न तर्फ लागौं यसमा के दिएको छ रे कोएफिसिएन्ट अफ भेरिएसन CV दिएको छ 0.39 अब यहाँ हेर्नुस् है 0.39 यो डेसिमलमा दिएको छ है नर्मली हामीलाई फर्मुला के थाहा छ CV को फर्मुला कहाँ गयो CV को यो फर्मुला हो CV यसको फर्मुलामा 100% मल्टिप्लाई गर्नुपर्छ तर यो क्वेशनमा गरेर दिएको छैन यसको मतलब यो डेसिमलमा छ भने यसलाई यतिकै राख्दिने हामीले ल त्यो बुझ्नु त्यति बुझिराख्नुस् स्ट्यान्डर्ड डेभिएसन गिभन छ 7.48 फाइन्ड द मिन सो अब हामी यहाँ कसरी गर्ने हेर्नु होला सोलुसन भनेर गिभन भनेर लेख्छौं कोएफिसिएन्ट अफ भेरिएसन यसलाई CV भनेर लेख्छौं सर्ट फर्ममा कति गिभन छ हामीलाई 0.39 र हामीलाई स्ट्यान्डर्ड डेभिएसन गिभन छ कति 7.48 र मिन सोधेको रहेछ यो मिन इक्वल टु व्हाट सो अब हेर्नुस् वी नो भनेर लेख्नु होला र स्ट्यान्डर्ड डेभिएसन को फर्मुला हामीलाई थाहा छ नि त यो स्ट्यान्डर्ड डेभिएसन को फर्मुला के हो हेर्नुस् यो भनेको यो सिग्मा यस्तो छ नि यो भनेको स्ट्यान्डर्ड डेभिएसन नै हो के सो यो लेख्नुस् स्ट्यान्डर्ड डेभिएसन लेख्नुस् एउटै कुरो हो सो यो फर्मुला लेखौं CV इज इक्वल टु यसलाई अब SD नै लेखौं न ए यार SD बाइ मिन है यो फर्मुला अब यहाँ भन्नुहुन्छ सब लेख्नु भयो यो 100% किन लेख्नु भएन किनकि यो अगाडि देखि डेसिमलमा छ के त्यही भएर यसलाई यो हामी लेख्दैनौ है यहाँ हेर्न सक्नुहुन्छ 0.39 डेसिमलमा छ मानव यदि 39% दिएको भए हामी यसलाई डिभाइड गरेर 100 ले डिभाइड गरेर 0.39 नै बनाउनु पर्थ्यो तर दिएकै छ सो यो भइहाल्यो 7.48 मिन भनेको कति गिभन छ ए छैन तर CV गिभन छ 0.39
सो 0.39 यो मिन जस्ताको त्यस्तै। अब यो मिनलाई उता लगिदिनुस्, यो 0.39 लाई तल ल्याइदिनुस्। अब यसलाई हामी डिभाइड गरौँ। यसको एन्सर आउँछ हामीलाई 19.17। ल यही हाम्रो एन्सर भयो 5 नम्बरको। अब 6 नम्बरको नि हेर्दिउँ न त। क्याल्कुलेट कोएफिसिएन्ट अफ भेरिएसन इफ स्ट्यान्डर्ड डेभिएसन एन्ड मिन, यो पनि गिभेन छ हैन, सेम त्यही क्वेसन भइहाल्यो। ल त्यसपछिबाट इफ मोड अफ यो पनि अग्नेको क्वेसन भइहाल्यो। यो मतलब सबै पढेको क्वेसन भयो, यो नि। ल यतिमा हाम्रो सिध्यो। एक मिनट है, कहाँ हरायो? यहाँ रहेको छ। सो हाम्रो यो सब सिधिसक्यो, अब हामीलाई एउटा लङ फिक्स क्वेसन सोध्नवाला छ हाम्रो। यहाँ हेर्न सक्नुहुन्छ। अब यसको बारेमा हामी डिस्कस गरौँ। च्याप्टर 3 बाट आउँछ हाम्रो 20 नम्बर क्वेसनमा। सो अब यसको हामी धेरै ल यहाँ हेर्न सक्नुहुन्छ। यसको फर्मुला के हो भनेर बुझ्नु होला। सबैभन्दा अगाडि कसरी इक्जाममा सोध्छ हामी हेरौँ न हैन। च्याप्टर 4 कि 3 बाट सोध्ने रहेछ। यहाँ हेर्न सक्नुहुन्छ। सबै क्वेसनमा टीसी एसी र एमसी हरू सोध्या रहेछ सबै क्वेसनमा है। ल हेर्न सक्नुहुन्छ। र 3 वर्षदेखि यहाँ क्वेसन सोधेको सोधैछ हामीलाई। ल अब हेरौँ हामी यहाँबाट। सो अब हेर्नुस् फर्मुला टीसी र एसी एमसी निकाल्न सोध्छ। अब यसको फर्मुला के हो? टीसी भनेको टोटल फिक्स कस्ट प्लस टोटल भेरिएबल कस्ट। यो टीएफसी भनेको टोटल फिक्स कस्ट हो, फिक्स कस्ट, र यो टीभीसी भनेको टोटल भेरिएबल कस्ट हो। सो यो दुईवटा कुरा दिएको छ भने यो दुईटालाई जोडेर टीसी निकाल्न सक्छौं। र टीसी आइसकेपछि क्यूलाई हैन, टीसीलाई क्यूले डिभाइड गर्यो भने एसी आइहाल्यो। अनि टीसी आइसक्यो भने एमसी एकदमै निकाल्न इजी। चेन्ज इन टीसी बाई प्रोड्युसिङ वान मोर आउटपुट इज कल्ड एमसी। अब हामी क्वेसन गर्दाखेरि बुझ्छौँ के तपाईँ बुझ्नु भयो भएन, केही फरक भएन। क्वेसन गर्दाखेरि ठ्याक बुझ्छौँ। यो हाम्रो अझै फर्मुलाजहरू छन् जुन खासै इम्पोर्टेन्ट छैनन् हाम्रो क्वेसन हेर्दाखेरि, तर तपाईलाई यो दिमागमा राख्नु छ भने राख्न सक्नुहुन्छ। ल अब चाहिँ हामी सल्भ गरौँ। हाम्रो एउटा क्वेसनलाई हामी सल्भ गरौँ, एउटा क्वेसनलाई फुलै सल्भ गरौँ न हैन। सबैभन्दा अगाडि सबमा सेम कुराहरू दिएको छ, त्यही भएर मैले एउटा क्वेसन सल्भ गरेर तपाईले देखायो भने त्यतिले इनफ हुन्छ के, बस त्यतिले पुग्छ है। सो यहाँ हेर्न सक्नुहुन्छ यसरी क्वेसन्सहरू रहेको छ। मैले ठिक एकदमै सारेर आए। हामीलाई क्वेसनमा यति कुराहरू गिभेन रहेको छ, मैले जस्ताको त्यस्तै बुकबाट सारे। यहाँ हेर्न सक्नुहुन्छ। ल यहाँ के भनिन्छ अरे ए नम्बर क्वेसनमा कम्प्लिट द गिभेन टेबल। सो हामी यहाँ ए नम्बर यसरी एन्सर दिएर लेख्छौँ। यो आउटपुटलाई यहाँ क्यूले डिनोट गर्न सकिन्छ। ल यति तपाईले दिएको छ, मजाले हेर्न सक्नुहुन्छ। अब हामीलाई टीसी सोधेको रहेछ। सो टीसी को फर्मुला हामीलाई थाहा छ। टीसी निकाल्नलाई के गर्नु पर्यो रे? टीएफसी र टीभीसी जोड दिनु पर्यो। अब यहाँ टीएफसी टीभीसी दिएको छ, दुवैलाई जोड दिउँ। 50 60 66 70 76 85 105 अनि यो जोड्यो भने 140, यो जोड्यो भने 200। ल आई थिंक यो राइट नै होला। अब प्लस माइनस राइट नभए नि केही फरक त्यसले परेन। अब हेर्नुस् टीसी त आयो। अब एसी को फर्मुला हामीलाई के थाहा छ? टीसी लाई क्यूले डिभाइड गरिदिने। टीसी कहाँ छ? यो हो। यसलाई यो क्यूले डिभाइड गरिदिने। यसको मतलब यो 50 लाई यो 0 ले डिभाइड गरिदिनु। अब हेर्नुस् कुनै पनि कुरालाई 0 ले डिभाइड गर्यो भने इन्फिनिटी हुन्छ, त्यही भएर यसरी ड्याश र ड्याश दिदिनु होला। अब हेर्नुस् यो 60 ले यो 1 लाई डिभाइड गर्नु 60, यो 66 ले 2 लाई डिभाइड गर्नु 33, 70 ले 3 लाई डिभाइड गर्नुस् 23.33, 76 लाई 4 ले डिभाइड गर्नुस् 19, त्यसपछि 85 लाई 5 ले डिभाइड गर्नुस् 17, 105 लाई 6 ले डिभाइड गर्नुस् 105 डिभाइड 6 हाम्रो आउँछ 17.5। त्यसपछि आउँछ हाम्रो 140 डिभाइडेड 7 ले डिभाइड गर्यो भने 20, त्यसपछि 200 डिभाइडेड 8 गर्यो भने हाम्रो आउन गयो 25। सो हाम्रो एभरेज कस्ट पनि यसरी तपाई निकाल्न सक्नुहुन्छ। अब हेर्नुस् एमसी कसरी निकाल्ने, यो भन्दा
अगाडिको क्वेसन्सहरुमा पनि मैले देखाइसकेको छु, तर पनि फेरि हेर्नुस्। एसी भनेको के हो? चेन्ज इन टीसी हो। सो टीसी मा पहिला केही थिएन भने 0 थियो। सो 50 बाट 0 लाई घटाइदिनुस्, कति हुन्छ? अवश्य 50 नै हुन्छ। त्यसरी नै तलकोबाट माथिकोलाई घटाइदिनुस् 10। यसरी तपाई घटाउँदै जानुस्। 66 बाट 60 लाई घटाइदिनुस् 6, 70 बाट 66 लाई घटाइदिनुस् 4, 76 बाट 70 लाई घटाइदिनुस् 6, 85 बाट यसलाई घटाइदिनुस् हाम्रो हुन्छ 9, 105 लाई घटाइदिनुस् 120, यसलाई यहाँबाट घटाइदिनुस् 35, यसलाई यहाँबाट घटाइदिनुस् हाम्रो 60। सो एसी, एमसी र टीसी हाम्रो यसरी आइसक्यो। हाम्रो ए नम्बरको क्वेशन यसरी कम्प्लिट भयो। अब बी नम्बरको क्वेशनले के भन्छ? ड्रो एभरेज एन्ड मार्जिनल कस्ट कर्व बेस्ड अन द कम्प्लिटेड टेबल। कि कुन रे? मार्जिनल कस्ट, एभरेज र मार्जिनल कस्ट, यानी कि यो र यो दुईटा कुरालाई हामीले ग्राफमा देखाउनु पर्ने हुन्छ। अब हामी ग्राफमा देखाउने तर्फ लागौं। सो तपाई यही तल ग्राफमा देखाउन सक्नुहुन्छ। म यहाँ लाइन ताने। यतिसम्म बनाउन जसलाई नै आइहाल्यो। यो 0 भयो, यो हाम्रो एक्स के रे वाई एक्सिस भइहाल्यो, यो हाम्रो वाई के रे एक्स एक्सिस भइहाल्यो। सो यतिसम्म बनाउन जसलाई नै आउँछ। अब हाम्रो क्यू जुन छ आउटपुट, त्यसलाई चाहिँ तल तपाई आउटपुट भनेर लेखिदिनु होला। र हामीले के कुरा देखाउनु पर्ने छ? एसी र एमसी। सो यतातिर तपाई कस्ट मात्र लेख्न सक्नुहुन्छ, और तपाई एसी एन्ड एमसी भनेर पनि लेख्न सक्नुहुन्छ। यो दुईवटाबाट तपाई जुन पनि लेख्नुस्, यता फरक परेन। सो यति बनाउन तपाईहरुलाई आइहाल्यो, इजी। अब हामी ठ्याक्क कसरी लेख्ने हेर्नु होला। सो अब हेर्नुस्, अब यहाँ हामी लेखिहालौं 1 कतिसम्म गएको छ रे? 8 सम्म। सो 1 2 3 4 5 6 7 8 है, 8 सम्म गएको थियो आउटपुट। अब हेर्नुस्, यो दुईटा कुरा देखाउनु छ। यो दुईटामा सबैभन्दा ठुलो कुन नम्बर छ? 60 छ हैन? 60 छ। सो यो यसरी 60 सम्म हामीले लग्नु पर्यो। लगौं त। 10 20 30 40 50 60। यो भन्दा अब माथिको काम छैन। यतिसम्म यो बनाउँदा नि भइहाल्थ्यो। यसको हामी के नाम लेख्थ्यौं? वाई एक्सिस हो। ल, यतिसम्म भयो। अब हेर्नुस्, अब हामी अगाडि एभरेज कस्टलाई नि देखाउन सक्छौं, एमसी लाई नि देखाउन सक्छौं। मानम हामी एसी लाई देखाउन तर्फ लागौं भने 0 हुँदा ड्याश छ। सो यो कति देखाउनै परेन। अब 1 हुँदा 60 देखाउनु पर्यो। अब 1 कुन हो? आउटपुट। आउटपुट कहाँ छ? तल। तलको 1 कुन हो? यो हो। यो 1 हुँदा एसी कति? 60। सो यो 1 हुँदा 60 यहाँ माथि अब देखाइदिने। 60 कहाँ पर्यो? यहाँ पर्यो हो। सिमिलरली गर्दै जाने। 2 हुँदा कति? 33। सो 2 हुँदा अब 33 कहाँ पर्यो? 30 को अलि माथि। 30 यहाँ छ भने 33 कहाँ पर्ला? मानम यता कतै पर्ला हो। यसरी अनुमान लगाएर गर्न सक्नुहुन्छ। म एकैचोटी गरेर आए। हाम्रो एभरेज कस्ट यहाँ बनिसकेको छ हैन? यसरी पोइन्ट्सहरु बन्दै गयो। लास्टमा यो पोइन्टलाई यसरी जोटाउँदै हैन, यसरी जोड्दै जानुस्। यसरी लाइन तान्दै जानुस्, अलि हेरेर, यसरी राम्रोसँग हेरेर, अनि यो हाम्रो बन्यो। सिम्पल। त्यसरी नै अब हामी यो एमसी लाई पनि देखाउँछौं। 0 हुँदा 50 छ। सो यो कति देखाउनै परेन। 1 हुँदा यहाँ ड्याश हुन्छ है, यहाँ ड्याश हुन्छ है। 1 हुँदा कति? 10। सो 1 हुँदा कति? 10। 2 हुँदा कति? 6। सो 2 हुँदा 6 कता पर्ला? मेबी 6 यता पर्ला, यो अलि माथि। ल, यसरी देखाउँदै जाने। ल साथीहरु, हाम्रो एमसी को कर्व पनि हामी बनाइसकेको छौं। अब यसलाई जोड्दियौं। सो यसरी मज्जाले जोड्दिनु होला। अलिअलि बिग्रे नि केही फरक परेन। यसको नाम के हो? एमसी। सो यो टेबल अनुसार हैन, हामीले यसरी बनाउन सक्छौं। यहाँ जोड घटाउ मेबी केही भयो नि, तपाई यति त रङ गर्नु हुँदैन हैन। जोड घटाउ क्याल्कुलेटर युज गरेर मजाले गर्नु होला। अनि यसरी हाम्रो 14 नम्बर पनि हामी गर्न सक्यौं। र हाम्रो सिद्धियो हैन। अब यही हो सिद्धियो हाम्रो न्युमेरिकल। यहाँसम्म तपाई भिडियो हेर्नुभयो भने है मान्नुपर्छ तपाईको राम्रो एटेन्सन स्प्यान रहेछ भनेर हैन। ल यसरी हाम्रो यो वान शट न्युमेरिकल्सहरु पनि सिद्धियो। ल